नमस्ते हजुर नमस्ते बहिनीहरू हिमालयन ज्वेलर्सको तर्फबाट नमस्कार हिमालयन ज्वेलर्सको तर्फबाट ल यो अब यो कार्ड लिएर हामी के गर्ने अब कहिले पनि कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ हजुर अहिले आउनु भयो भने चाहिँ 30% मेकिङ चार्जमा डिस्काउन्ट छ ए अनि त्यसपछि अहिले हजुरले यहाँ फ्री कुपन पनि भर्न सक्नुहुन्छ हजुर सेम फ्री कुपन उताको नि यताको एउटै हो सेम हो यो फ्री कुपन उताको यताको अलग अलग हो कि एउटै हो हजुर मेरो नाम भनिदिनुहुन्छ म यामबहादुर थापा हिमालयन ज्वेलर्सबाट बहिनीहरूको भनिदिनुहुन्छ कि पर्दैन ल ल है धन्यवाद पानी पनि दिनु भयो नि त ल धन्यवाद सर है पानी पनि खान पाइयो सागर ज्वेलर्सको तर्फबाट ल ल ठिक छ त्यसो भए हामी अब त्यहाँ जानुपर्छ होइन अबुधाबीमा सागर ज्वेलरीमा के अरे अबुधाबी आउनु भयो भने चाहिँ हजुर लाइफ लाइन पछाडिपट्टि रहेको सागर ज्वेलरी ए आउन नबिर्सनु ल ल ल हामी पाँचजना आएछौँ कि के रहेछ हेरौँ न त सोधौँ न सोध्दै सोध्दै जानु यो पनि नमस्ते आरामै हुनुहुन्छ के सुविधा दिनुभएको छ हजुरले यहाँ सबैलाई हजुर यो व्हील स्पिन घुमाउनु भयो भने जतिमा पनि हजुरले अड्किन्छ नि त्यसमा चाहिँ हजुरले 1% अफ यो फ्री हो सबैको यो चाहिँ एक्टिभिटी फ्री हो अहिले एक्टिभिटी चाहिँ फ्री हो हजुर तर वहाँ तपाईँ आउँदाखेरि चाहिँ गोल्डको तपाईँलाई पैसा परिहाल्यो मेकिङ चार्जमा चाहिँ कतिमा अड्किन्छ यो डिस्काउन्ट पाउनुहुन्छ 30% 40% 50% अब जेमा हुन्छ डिस्काउन्ट यहाँ पारेर अनि त्यसपछि उता जानुपर्छ हामी ए ल अहिले चाहिँ हजुरले फाउन्डरले जान्छ त्यसो भए ठिकै छ अब पछि घुमेर आउँला नि त होइन
बस भ्याइयो खोइ भ्याइन्छ जस्तो लाग्छ हो त्यो के आउँदैछ यस्तो घाममा पनि चर्केर हिँडेछ सर है काम गर्ने भएको सबै गाह्रो हुन्थ्यो है रमाइलो गर्दाखेरि केही थाहा भएको पहिले राखे जुलुस आज जस्तो राखे पालेर आछन् कसैले के छ कसैले युए समाज भन्छ कसैले तनहु समाज भन्छ कसैले सेङ्गाली समाज भन्छ समाजै समाज गर्दाखेरि रमाइलो भइरहेको छ यता यता के रहेछ होइन दिदी के आयो यता ए ल ल आएछ नि ल ल तपाईँहरूले ल लगभग चाहिँ यताबाट चाहिँ सक्यो जस्तो लागिरहेको छ उता उता कुदिरहेको छ मान्छेहरू हामी पनि उता कुद्नुपर्छ होइन सर उता कुद्नुपर्छ क्या अब हामी यता पन्चा बाजा तपाईँहरूले स्टल राख्नु भएको रहेछ होइन आफ्नो परिचय दिँदै यहाँको स्टलको बारेमा केही जानकारी गराउनु न हजुर धेरै धन्यवाद हजुरलाई अपर्च्युनिटी दिनुभएकोमा म कलाधर कणेल घर बागलुङ म चाहिँ लिलाक एचआर कन्सल्टेन्सीको सञ्चालक जब्स क्याटर भनेर हाम्रो चाहिँ जब्स क्याटर जब एप्लिकेसन छ जसमा काम पर्नेहरूले यसलाई इन्स्टल गरेर फ्रीमा जब एप्लाई गर्न सक्नुहुन्छ र जसलाई मान्छे चाहिएको छ उहाँले फ्रीमा लिनुहुन्छ हाम्रो कुनै छैन यसमा लेनदेन छैन अनि जब चाहनेहरूले हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ हामी लोकल्ली र ओभरसिज सबै ठाउँबाट रिक्रुटमेन्ट सर्भिस प्रोभाइड गर्छौँ अहिले 15वटा कन्ट्रीमा हामी चाहिँ प्रेजेन्ट छौँ 15वटा कन्ट्रीबाट मान्छे ल्याउने अनि अरू कन्ट्रीमा दिने हाम्रो चाहिँ अहिले डाइरेक्ट इम्प्लोइमेन्टको काम हो म 20 वर्षदेखि युएमा छु आज यो चाहिँ पहिलो फेस्टिभल युएमा नेपाली फेस्टिभल 2025 को लागि हामीले स्टलको जग्गा पाएका छौँ कति सालबाट तपाईँ यो कार्यमा क्षेत्रमा तपाईँ निरन्तर लागिरहनु भएको छ अहिले 1998देखि हामी सुरु गरेको 1998देखि अहिले 27 वर्ष भयो तर म युएमा बस्न 27 वर्षको रनिङ हुँदैछ अनि अहिले चाहिँ 20 वर्षदेखि दुबईमा तर यो
25 यस्तो यो हाम्रो कल्चर जम्मै देखाउने दुबईमा पहिला पनि आएको थियो कि यही 2025मा मात्रै यो यस्तो फेस्टिभल भनेर स्पेसल्ली मनाइएको हो कि कसो हो? यो फेस्टिभल यस्तो किसिमको फेस्टिभल मेरो चाहिँ नलेजमा भएसम्म 20 वर्षमा पहिलो पटक हो र यो निकै नै एउटा नेपालीले चिनाउने अन्तर्राष्ट्रिय मार्गमा चिनाउने ठुलो अवसरको रूपमा नेपाल एम्बेसी एनआरएनए नेपाली समाज लगायत सम्पूर्ण आयोजक संस्थाहरूलाई हामीले हृदयदेखि धन्यवाद दिनुपर्छ जस्तो लाग्यो। अनि तपाईँहरूले यहीँबाट मात्रै काम गर्नुहुन्छ कि नेपालबाट पनि गर्नुहुन्छ कि कसो छ सर? तपाईँलाई कन्ट्याक्ट गर्नु पऱ्यो भने कसरी कन्ट्याक्ट गर्ने? अनलाइनबाट मात्रै हुन्छ कि अफलाइनबाट हुन्छ कि भर दुबईतिर तपाईँहरूको ऊ छ कि कार्यालय छ कि अफिस छ कि के छ? हाम्रो अफिस देरा सेन्टरको अपोजिट साइडमा देरामा अफिस छ, फिजिकल अफिस छ। हामी त्यहाँ अनलाइनबाट पनि हाम्रो मोबाइल एप्लिकेसन डाउनलोड गरेर जब एप्लाई गर्न सकिन्छ र जसलाई काम चाहिन्छ त्यहाँ अपलोड हाम्रो चाहिँ डिटेलहरू अपलोड गर्न सक्नुहुन्छ या सिभी क्रिएट गर्न सक्नुहुन्छ यहीँ पनि। र जसलाई मान्छे चाहिएको छ उहाँले त्यहीँबाट सर्च गरेर आफै लिनुहुन्छ। हामीले एउटा प्लेटफर्म मात्रै तयार गरेको हो। यसमा चाहिँ अब हामी डाइरेक्ट ल्याउनु पर्दा नेपालबाट लगायत विभिन्न 15 कन्ट्रीबाट चाहिँ ल्याउँछौँ र कसैले अनलाइन अप्लाई गर्न चाहेमा हाम्रो चाहिँ पोर्टल छ, पोर्टलबाट। अनि तपाईँहरूले कुनै मेकिङ चार्ज भनेर त त्यो लिनुहुन्छ? यो एब्सोल्युटली फ्री अफ कस्ट छ। यसमा कुनै चार्ज छैन। यसलाई डाउनलोड गर्नलाई, जब खोज्नलाई कुनै पनि चार्ज यसमा एप्लिकेबल छैन। एब्सोल्युटली फ्री अफ कस्ट। काम खोज्नेलाई पनि फ्री र काम क्यान्डिडेट खोज्नेलाई पनि फ्री अफ कस्ट। धन्यवाद, धेरै धन्यवाद। थ्याङ्क यू। Sakela Jhaki is a traditional cultural performance that takes place during the Sakela festival, primarily celebrated by Kirat Rai communities in Nepal. It involves a group of people wearing traditional attire and performing dances and rituals. The Jhaki part refers to the procession and displays of various deities and symbols, often accompanied by music, drumming and chanting. It's an important event that represents the connection with ancestral tradition and celebrates the community culture heritage. र किरात राई आयोगका शाखा युएका सम्पूर्ण कलाकार मित्रहरूलाई पनि म धेरै धेरै धन्यवाद दिँदै अगाडि बढिदिनुको लागि म अनुरोध गर्दछु र अबको क्रममा यो स्टेजमा आफ्नो झाँकी प्रस्तुति लिएर आउँदै हुनुहुन्छ किरात याक्थुम चुम्लुङ युएका कलाकारज्यूहरू। Thank you so much Kirat Rai Ayokka Shakha UAE for their wonderful performance, and thank you so much. We'd like to welcome Kirat Yakthum Chumlung UAE presenting the indigenous Limbu community. किरात राई आयोगका शाखा युएका कलाकारज्यूहरूलाई अघि बढिदिनुको लागि म अनुरोध गर्दछु। अबको क्रममा स्टेजमा आउँदै हुनुहुन्छ किरात याक्थुम चुम्लुङ युएई।
कुल संख्या 1.46% रहेको छ। नेपालको अरुण पूर्व बाहेक हाल आएर विभिन्न ठाउँहरूमा विभिन्न देशहरूमा पनि बसोबास गर्दै आएका रहेका छन्। लिम्बूहरू प्राकृतिक पूजक हुन्। सम्पूर्ण लिम्बूहरूको छाता संगठन भनेको किरात याक्थुम चुम्लुङ युएई हो। लिम्बूहरूको ग्रन्थलाई मुन्दुम भनिन्छ। किरात याक्थुम चुम्लुङ युएई विक्रम सम्वत 2047 सालमा स्थापना भएको हो भने युएईमा 2005 सालमा स्थापना भएको हो। लिम्बूहरूको ग्रन्थलाई मुन्दुम भनिन्छ। श्रीजङ्ग लिपि भनिन्छ। आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, रहन सहन, रीतिरिवाज अनि वेशभूषा र मौलिक चाडपर्वहरू छन्। जन्म, विवाह, मृत्यु आफ्नो संस्कार अनुसार गरिन्छ। पर्वहरू चासोक तङनाम, बलिहाङ तङनाम आदि हुन्। केलाङ यालाङ प्रख्यात नाचो मौलिक बाजालाई के भनिन्छ? जुन तपाईले देखिरहनु भएको छ, उहाँहरूले बजाइरहनु भएको बाजालाई के भनिन्छ? यानी कि लिम्बू समुदायको मौलिक नाच केलाङको शाब्दिक अर्थ भनेको च्याब्रुङ नाच हो। च्याब्रुङ खमारीको काठ र बाघको छालाबाट बनाएको हुन्छ। Indigenous Sunwar community. The Sunwar, also known as Kites, are an indigenous ethnic group primarily residing in the eastern hill of Nepal, particularly in the district of Ramesam, Pokhaldunga and Dolakha. They are recognized as one of the 59 indigenous nationalities by the Nepalese government. The Sunwar people speak the Sunwar language, also referred to as Khoiks Lo, which belongs to the Kirat branch of Sino-Tibetan language family. Sunwar culture is rich with traditional feasts and festival, each with its own rituals and significance. According to the census of 2021, there are approximately 78,910 Sunwar people in Nepal. Sadar Sil Jhaki. It is a vibrant cultural processing integral to the Sunwar community traditional celebrations, particularly during the Sadar Pidar festival. This event showcases the rich heritage and identity of the Sunwar people through music, dance and traditional attire. The term Sadar Sil refers to a ceremonial procession where community members do traditional Sunwar clothing and ornaments. Participants engage in synchronized dances and musical performance reflecting the community's deep-rooted custom and social values. The Sadar Sil Jhaki not only serve as a celebration of cultural identity but also plays a crucial role in preserving and promoting the Sunwar heritage for future generations. जनसङ्ख्या जनगणना 2078 अनुसार नेपालमा रहेको कोइक्स सुनवारको जनसङ्ख्या 78,910 भएको अल्पसङ्ख्यक जाति हो। धर्म र संस्कारमा किरात धर्म, संस्कार, जन्म, विवाह र मृत्यु संस्कृति, प्राकृतिक पूजक, याले थोटे 5085 वेशभूषा। Thank you so much, Sunwar Seva Samaj. सबैजना हात माथि खोल्नु। देखिए
एउटा होस् एउटा साली लाङ्गाली संसारी कलाकारजीहरूको लागि बजाउनमा जोरदार ताली। र लाङ्गाली सङ्गीत संसार युएका कलाकारजीहरूलाई पनि म धन्यवाद दिँदै अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्दछु। र अबको क्रममा सुदूरपश्चिमी नेपाली समाज सकेपछि सम्बन्धित ठाउँमा डस्टबिन राखेको छ, त्यसमा फालिदिनुहुन्छ। फालिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसको लागि एकचोटि ताली बजाइदिनुहोस् त हजुर। ओके, म कति पनि ढिलो नगरिकन यतिखेर म उही कलाकार जसले थुप्रै युट्युबमा आफ्नो चर्चा कमाइसक्नु भएको छ, जसले नेपालबाट सिनेमाहरू लिएर युएमा प्रदर्शन गर्नुहुनेछ, उही कलाकार हरि मोक्तानज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। हरि मोक्तानज्यू नेपाली हामी बहुला नेपालै नरहे नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे हो के हजुर लासो फ्यापुल्ला। नमस्कार सबैजनालाई। यो हाम्रो ऐतिहासिक कार्यक्रम नेपाल फेस्टिभल 2025 को लागि हजुरहरू यहाँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। म हरि मोक्तान गन्धर्वबाट नमस्ते फेरि पनि। अब हामी चारै कुराबाट नाच्दैछौँ, चारै कुराबाट ताली बज्नु छ। यहाँ आज पूर्वेली भाका गुन्जिने छ, पश्चिमेली भाका गुन्जिने छ। यहाँ नेपाल अधिराज्यभरिको सबै भाषा र झाँकी तामाङ सेलो लगायत सम्पूर्ण भाषाहरू गुन्जिने छ। त्यसैले हजुरहरूले साथमा साथ हातमा हात गरेर अगाडि बढ्नुपर्ने हुन्छ, सबैलाई सपोर्ट गर्नुपर्ने हुन्छ। सबैलाई न्यानो न्यानो स्वागत। अब मेरो प्रस्तुति आकाशैमा चिल्लु हो कि बेसार है त। ल सबैजना नाच्नुपर्छ है त। स्पेसल टेक्निकल प्रोग्राम भइरहेको छ। त्यसो हामी बिस्तारै सुविधा हजुर ट्र्याक आएपछि मलाई जानकारी गराउनु होला। हामी हरि मोक्तानजीको पर्फर्मेन्स राख्छौँ नि। अब हामीसित अझ धेरै कार्यक्रमहरू छ। जब जब साँझ पर्दै जान्छ, मलाई थाहा छ तपाईँहरू धेरै टाढाबाट पनि आउनु भएको छ। बाहिर निस्केको अलिकति पछाडि आएको छ। मलाई थाहा छ हामी एक दर्जनभन्दा बढी कलाकारलाई यति ठुलो पल्समा आज एकैसाथ उतार्दैछौँ। आज मान्छे भनेको कम त छ यहाँ, उतापट्टि हेर्न सक्छ। त्यहाँ भित्र गएपछि बाहिर निस्किनु गाह्रो हुने होइन। ल हामी यता पनि हेर्न सकिन्छ कि यता पछाडिबाट फेरि यता घुमेर यतै आइसकेको छ। अब यहाँ मान्छे भनेको ल हेर्नु कम त छ मान्छेहरू, हामीले हेर्न सकिन्छ। भनिलो साथीहरूलाई साथीहरूलाई गेटमा अलिकति साथ परेको भएर तपाईँ हामी त धेरै भएको नानी हिजो हजुर बेलैमाथि आइयो
धेरै प्रस्तुतिहरू देख्न पनि पाइयो, अझै देख्न पनि बाँकी छ। अहिले गेटको अवस्था धेरै एकदम भिडभाड छ। अब हामी बिस्तारै कोर्डिनेसन गरेर उहाँ बाहिर हुने हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि भित्र प्रवेश गराउने जमर्को गर्दैछौँ। यस्तो होइन कि त्यो गेटमा भिडभाड हुँदाखेरि यो गलत कुरा बाहिर नजाओस्, हामी केही गरेका छैनौँ त्यो होइन। सम्बन्धित निकायलाई हामी यहाँ कुरा गर्नुपर्ने हुन्छ। त्यो म्यानेजमेन्ट हाम्रो टिममा भइरहेको छ। केही सिन ढिलो होला, त्यहाँ एकदम चाप परेको मैले खबर पाएँ। कोही पनि नआतिनु होला, सबैलाई म्यानेजमेन्ट गरेर उहाँहरूले कर्मश भित्र ल्याउने जमर्को गर्दै हुनुहुन्छ। अब उतातिर जाँदैछु म, बाहिर अहिले त्यो छेउतिर जानु पऱ्यो क्या, बिचमा मात्रै कम्पिटिसन होइन। रेडी हजुर? ल नेता देशमा
चाहिँ नि साइड लाग्नुपर्छ जस्तो लाग्यो। अब म भिडियोलाई अन्त्य गर्न चाहन्छु किनभने म त्यहाँ फेस्टिभलमा गएको पनि थियो र कोठामा पनि फर्किसक्यो किनभने मेरो 5 बजी ड्युटी हुन्छ होइन। त्यो भएर 5 बजी ड्युटी भएर म छिटो फर्केर आयो। कार्यक्रम त भइरहेछ, रमाइलो भव्य रमाइलो भइरहेछ, अझै पनि रमाइलो हुने बाँकी नै छ होइन। त्यही भएर के गर्ने, आफ्नो ड्युटी हेर्नै पर्यो। म छिटो आएँ, बिहान 11 बजी हिँडेको थियो भने अब अहिले 5 बजी पुग्नुपर्ने छ काममा। त्यही भएर जति बनाउनु थियो बनाइहालेँ। कस्तो लाग्यो भिडियो तपाईँहरूलाई कमेन्ट गर्नु होला, लाइक गर्नु होला, त्यही भन्न चाहन्छु होइन। अब ओके, मलाई बिदा दिनु होला, फेरि अर्को भिडियो चाहिँ लिएर आउने साथीहरू र त्यही भिडियोमा चाहिँ नि भेटौँला भन्नु चाहेँ है त साथीहरू।